करिब 54 वर्ष अगाडिको कुरा हो। थापाथलीको तथ्याङ्क विभागको 4वटा कोठामा पनि नअटाउने घर जत्रो ठुलो सन् विक्रम सम्वत 2028 असोज महिना थियो, जब नीलकण्ठ उप्रेती लोकसेवाबाट कम्प्युटर अपरेटर जागिर सुरु गर्नुभएको थियो। तब नेपालमा डिजिटल युगको सुरुवात भयो र यो कम्प्युटरको नाम थियो IBM 1401. Transistorized and expandable. Its commercial production will be taking place in Europe. उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो जसले आफ्नो करियर IBM 1401 बाट सुरु गर्नुभएको थियो। यो एउटा सेकेन्ड जेनेरेसन मेन फ्रेम कम्प्युटर थियो। IBM 1401 विश्वमा वर्ल्ड वाइड एकाउन्टिङ मेसिन भनेर पपुलर थियो, जसमा पञ्च कार्डबाट प्रयोग गरेर एकाउन्टिङको काम हुन्थ्यो। यसमा बेसिक 4वटा कम्पोनेन्टले बनेको थियो। सुरुमा थियो CPU, जसलाई सेन्ट्रल प्रोसेसिङ युनिट भनेर भनिन्थ्यो। दोस्रोमा थियो कार्ड रिडर अथवा पञ्च कार्ड, र तेस्रोमा थियो हाई क्वालिटी प्रिन्टर, र चौथोमा थियो म्याग्नेटिक टेप। र मेन CPU मा चाहिँ SMS टेक्नोलोजी भन्ने प्रयोग गरिएको थियो, जसलाई स्ट्यान्डर्ड मोड्युलर सिस्टम कार्ड भनेर भनिन्थ्यो। SMS कार्ड चाहिँ पहिला चाहिँ ट्रान्जिस्टर बेस सेमिकन्डक्टर, जसलाई जेरेनियम भन्ने एलिमेन्ट युज गरिएको थियो। बोर्डमा चाहिँ 3 एन्ड गेट इम्प्लिमेन्ट गरिएको थियो, जसलाई 1 ट्रान्जिस्टर पर गेट हुन्थ्यो। यो सिस्टमलाई डायोड ट्रान्जिस्टर लजिक भनेर भनिन्थ्यो। तल यो फोटोमा देख्न सक्नुहुन्छ ट्रान्जिस्टरलाई चाहिँ सिल्भर सर्कलले डिनोट गरिएको थियो। डायोड चाहिँ राइट ह्यान्ड साइडमा थियो, जब रेजिस्टर र इन्डक्टर चाहिँ लेफ्ट ह्यान्ड साइडमा थियो। यसमा चाहिँ मास्टर कन्ट्रोल प्यानल पनि हुन्थ्यो। अपरेटरले कन्टेन्टलाई इन्स्पेक्ट र मोडिफाई गर्न मिल्थ्यो। यो मोडलले 1 मिनेटमा 5000 क्याल्कुलेसन पर एडिसन र कोर मेमोरीले 1400 देखिबाट 16000 क्यारेक्टर लेस देन 12 माइक्रोसेकेन्डमा काम गर्थ्यो। र दोस्रोमा थियो कार्ड रिडर अथवा पञ्च कार्ड। यो एज एन इनपुट डिभाइस थियो, जसले 1 मिनेटमा 800वटा कार्ड क्याल्कुलेट गर्थ्यो। यसमा 5 आउटपुट पिन पनि उपलब्ध गरिएको थियो, जसलाई कार्ड सोर्टिङ गर्न मिल्थ्यो। प्रत्येक युनिटले 250वटा पञ्च कार्ड प्रत्येक मिनेटमा गर्न मिल्थ्यो। र तेस्रोमा थियो प्रिन्टर। यो एज एन आउटपुट डिभाइस पनि थियो, जसले 1 मिनेटमा 600वटा लाइन र 132वटा क्यारेक्टर गर्थ्यो। यो प्रिन्टर चाहिँ चेन लुप सिस्टमबाट चल्थ्यो, जहाँ चाहिँ इन्ग्रेभ हुन्थ्यो 26वटा अल्फाबेट, 12वटा स्पेशल क्यारेक्टर र 10 न्युमेरिकल भ्यालु। इङ्क चाहिँ क्लग हुन्थ्यो पेपर र चेनको बिचमा, र ह्यामर चाहिँ पछाडि हुन्थ्यो। जब यो चाहिँ एक्ज्याक्टली क्यारेक्टर र चेन चाहिँ हुन्थ्यो, तब ह्यामरले पछाडिबाट यसलाई हानिन्थ्यो, जसले गर्दाखेरि प्रिन्टिङ क्वालिटी एकदमै राम्रो भएर आउँथ्यो, जसले गर्दा त्यो टाइमको सबैभन्दा राम्रो प्रिन्ट गर्ने मेसिन थियो। IBM 1401 मा म्याग्नेटिक टेप पनि एज एन आउटपुट र इनपुट डिभाइस थियो। यसमा IBM 760 कनेक्ट गरेको मिल्थ्यो, जसले डाटा प्रोसेसिङ र डाटा स्टोर मात्र होइन, डाटाहरूलाई रिड र राइट र डाटाहरूलाई रिवाइन्ड गर्न मिल्थ्यो। यसमा 2 प्रकारको म्याग्नेटिक टेप हुन्थ्यो, IBM 729 र IBM 7330। IBM 1401 मा 6वटा जति IBM 760 मा म्याग्नेटिक टेप युज गर्न मिल्थ्यो, र प्रत्येक युनिटले करिब 15000 देखिबाट 62500 क्यारेक्टर रिड र राइट गर्न सक्थ्यो। यो म्याग्नेटिक टेपलाई रिवाइन्ड गर्न भने 1 मिनेटमा 2400 फुट लामो रिल हुन्थ्यो। यो कम्प्युटर नेपालमा पपुलेसन सेन्सर्स अथवा जनगणनाको लाइन लिएर आएको थियो, किनभने पञ्चायत वर्षमा 5 वर्ष योजना बनाउन रिपोर्ट धेरै नै समय लाग्ने भएको कारणले जब यो टेक्नोलोजीको प्रयोग गरेपछि 1 वर्ष 7 महिना 15 दिनमा 1 करोड 12.5 लाख मानिसको रिपोर्ट तयार गरिएको थियो। यो कम्प्युटर ब्रिटिस गभर्नमेन्टको सहायताबाट भाडामा ल्याएको थियो। महिनाको 1,25,000 रेन्ट तिर्नु पर्थ्यो। पछि नेपाल ब्युरो अफ स्ट्याटिस्टिक्स फर फर्दर डाटा प्रोसेसिङ काम पुरा भएको
यसपछि नेपाल सरकारले यसलाई किनेको थियो। त्यसपछि नेपाल सरकारले यसलाई एग्रिकल्चर, हेल्थ, फाइनेन्स, पशुगणना, टुरिज्ममा, एजुकेसन सेक्टरमा प्रयोग गरिएको थियो। यसलाई हाल नेसनल कम्प्युटर सेन्टरमा राखिएको भन्ने स्रोतले जनाएको छ। र अन्तिममा भन्नुपर्दा IBM 1401 कम्प्युटर एउटा कम्प्लिट बिजनेस प्याकेज म्यानेजमेन्ट विथ कस्ट इफेक्टिभ र स्ट्यान्डर्ड डाटा प्रोसेसिङ गर्न सानोदेखि मिडियम कम्पनीलाई एकदमै सजिलो र छिटो हुन्थ्यो। यो कम्प्युटर वर्ल्डमा अटोमेसन युग सुरु भएको भनेर मानिन्थ्यो। र यो भिडियो मन पर्यो भने यो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला र केही मिलेन भने यसमा कमेन्ट पनि गरिदिनु होला। र यतिकै भन्दा गर्दा आजको भिडियोबाट बिदा हुन चाहन्छु। टाटा, गुड बाई, गुड नाइट एन्ड जस्ट डु गुड बाई।